हेलो नमस्ते सबैजनालाई अनि वेलकम छ मेरो ब्लगमा मिनी ब्लगमा है। अनि अब म चाहिँ खाना सब्जी बनाइसकेँ अनि बोजू चाहिँ घाँसमा जानुभएको छ कि अब काम नगर्नु यता त्यता भन्दा पनि मान्नु हुँदैन, घाँसमा जानुभएको छ। अनि मलाई बोलाउनु भएको छ कि अब डोकोहरू लिएर आइज भनेर। यस म डोकोहरू लगेर जाँदैछु बोजूसँग, अब घाँसहरू चारोहरू के छ भन्दै हुन्छ अनि ल्याउन जाँदैछु है। डोको चाहिँ यहाँ छ। जाँदैछु ट्याक्कसँगले है। बजु कहाँनिर हुनुहुन्छ? भित्ता भित्ता माथि हुँदो रहेछ है। बाटो चाहिँ यता माथि छ। चारोको लागि नि अरे ट्याक्कै यताबाट यसो जान्छ। मकैहरू फुलेर नि दामी भएको छ है। जस अघि सानो रिल्स हालेको थिएँ, त्यो रिल्समा बोजू लेखेको बिजु भएछ के, त्यहाँ थोरै स्पेलिङ मिस्टेक भएछ। अनि कहाँ यहाँ हुनुहुन्छ बोजू चाहिँ अघि घाँस काटिसक्नु भइसकेछ। कसलाई भन्नु नि हो, भिडियो बनाएको नि हो। घाँस उ भएर रहेछ। उहाँ छ डोको। सिट पनि धेरै भइसकेछ। अब माम खानुपर्छ गएर। बुवा खोइ कता जानुभयो? अघि घाँस काटिसक्नु भएछ। कस्तो क्यामेरा अलिकति उल्टा अल्टर देखिन्छ होइन। अघि घाँस काटिसक्नु भइसकेछ 3 मुठा।